साथीहरू, नेपालबाट अब हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता गम्भीर अपराधहरूलाई हटाउनको लागि के यो अन्तिम विकल्प हो त? यो भिडियोलाई एकचोटि राम्रोसँग हेर्नुहोस् र उहाँले भनेको कुराहरू तपाईँलाई कस्तो लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नुहोला। खाइकन कमिसन नखाइकन भ्रष्टाचार नगरिकन हाम्रो कामै गर्दैन अहिले गर्छ ल भन्नु त। त्यसैले हामीले के भन्छौँ, नेपाली जनताले के भन्छ भन्दा नेपाली जनताले भ्रष्टाचारलाई मृत्युदण्डको सजाय भन्छ, ज्यान मारालाई मृत्युदण्डको सजाय भन्छ, बलात्कारीलाई मृत्युदण्डको सजाय भन्छ, देशद्रोहीलाई मृत्युदण्डको सजाय भन्छ। त जनताको घाँस बास कपास स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्नुपर्छ क्या। त्यति भएपछि बल्ल न अनि त्यसपछि हामी एक नीति पनि भयो अनि सरर हिँड्न सक्ने भयो नि, अनि हिँड्न सक्ने भए पनि बल्ल हुर्किन पाइन्छ। अनि नै रिसर्च हुन्छ, आविष्कार हुन्छ, वितरण सबै कुरा मिल्छ। अनि त्यो चाहिँ नगर्ने भयो क्या। त्यो गर्ने बनाउनको लागि चाहिँ हामीले अबको जीवनमा हामीले छानेको नेताले कमसेकम यति नीति लिएर बोल्दैछ न त, त्यति हालेपछि बल्ल हाम्रो जीवन सुरक्षित भयो क्या। अपराधीलाई भोट हालेर भोलि मार्यो भन्नु बेकार, चोरलाई भोट हालेर चोर्यो भन्नुभन्दा त अपराधीलाई फाँसी हान्ने मान्छेलाई फाँसी हान्छु भन्ने मान्छेलाई चाहिँ भोट हाल्यो भनेको भोलि त्यसले मलाई मार्यो भने न्याय गर्छ। अब अहिले देशमा कहीँ न्याय भएको देख्नु भएको छु भयो। म आफै त्यसको प्रतिनिधि पात्र छु भनेपछि त्यसैले यस्तो कुरामा यही सम्झिने यही नै हाम्रो कुरा हो। भोट कसलाई दिने त योचोटि? हजुर के भयो भन्नुहोस्? भोट कसलाई दिने योचोटि? यसपालि भोट कसैलाई पनि हालिन्न। जसले यसपालि चाहिँ हाम्रो घरमा हेर्नुहोस्, तपाईँलाई मार्ने, तपाईँको घर परिवारमा चाहिँ अपराध गर्ने अपराधलाई मृत्युदण्डसम्मको सजाय दिन्छु भनेर जसले नीति लिएर आउँछ नि, ज्यान मारा, भ्रष्टाचारी, बलात्कारी, देश टुक्र्याउनेलाई म मृत्युदण्डको सजाय गर्छु, हान्छु भनेर बोल्न आयो भने चाहिँ त्यसलाई सोचिन्छ। अहिले त्यो भन्ने मान्छे नभएको कारणले गर्दा यसपालिको चुनावमा हामी मृत्युदण्डवादी नागरिक अभियानको तर्फबाट चाहिँ कसैलाई पनि भोट हाल्दैनौँ। र यसपालि हुने चुनावमा हाम्रो प्रतिनिधि पनि हुँदैन, सांसद पनि हुँदैन होइन। र उनीहरूले बनाएको सांसदले हाम्रो प्रतिनिधित्व गर्दैन र यो संविधान हाम्रो हुँदैन भन्ने कुरा नै क्लियर छ, बुझ्नुभयो? यो हाम्रो, किनभने यसपालि हामीले भोट हाल्दैन, बनाउने अनि हामीले भोट नहालेको सांसदले बनाएको संविधान हामीलाई लाग्दैन। र हामी चाहिँ सिधै के भन्यो भने मलाई मार्ने अपराधीलाई मृत्युदण्डसम्मको सजाय गर्नुपर्छ भन्छु, हामी भन्छौँ र त्यो चिज गराउँछु भनेर आउँछ भने त्यसलाई भोट हाल्छ। अब अहिले त्यो कुरा काङ्ग्रेसले भन्छ, न त्यो कुरा एमाले भन्छ, न त्यो कुरा माओवादीले भन्छ, न त्यो कुरा राप्रपाले भन्छ, न त्यो कुरा अहिले आउने नयाँ भाइहरू दाइहरू, नयाँ आउने पार्टी रवि, बालेन, हर्क, कुलमानहरूले भन्छ। भनेपछि यो त के हो भन्नु होला भने 46 सालको गिरिजा प्रसाद, बिपी कोइराला, चाहिँ कृष्ण प्रसाद भट्टराई, गणेश मान जस्तै गरेर 51 सालमा केपी ओली, माधव नेपाल, धननाथ खनाल, मदन भण्डारी भए। त्यस्तै गरेर 64 मा प्रचण्ड, बाबुरामहरू भए। अहिलेका तिनै विश्वेश्वर प्रसाद कोइरालाहरू, प्रचण्डहरू, अनि त्यसपछि गएर मदन भण्डारी जस्तै अहिलेका चाहिँ यिनीहरूले पनि त्यो बालेन, हर्का, कुलमान, यिनीहरूले पनि देशको जनतालाई झुक्याउने प्रयास गरे, जानेर गरे अथवा नजानेर गरे। अब त प्रश्न भनिदिनु पर्यो नि, अब देशमा भ्रष्टाचारको अन्त्य कसरी हुन्छ? मृत्युदण्ड नगर्नु राम्रो हो। बुद्धको देशमा सकेसम्म अपराध नगरौँ भनेर सिकाउने हो। अब गरि नै सकेपछि त भोलि दण्ड हान्नु पर्यो नि। त्यसपछि नयाँ बालेनहरू, हर्कहरू, कुलमानहरूले पनि अब भ्रष्टाचारलाई फाँसी नै हान्छु, म ज्यान मारालाई मृत्युदण्डसम्म सजाय गराउँछु, अधिकार ममा होइन तपाईँहरूमा राख्छु, तपाईँहरूले भनेको चिज गर्छु भनेर भन्दैनन् भने यिनीहरूलाई पनि भेट हाल्नु भनेको 46 सालको विश्वेश्वर प्रसाद जस्तै त हुन्छन् यिनीहरू पनि भन्ने कुरा मेरो हो। त्यसैले यसपालि भोट मेरो तर्फबाट चाहिँ, हाम्रो अभियानको तर्फबाट र यो कुरा बुझ्ने मान्छेले चाहिँ यसपालि भोट हाल्दैन। चुनावलाई बहिष्कार गरिदिनु पर्ला होइन? हजुर, चुनावलाई बहिष्कार गरिदिनु। चुनावलाई हामीले बहिष्कार पनि भनेका छैनौँ, मतदान पनि भन्दैनौँ। हामी आफ्नो ढङ्गबाट शान्ति र न्यायिक ढङ्गबाट नीति देऊ भन्ने पक्षमा छौँ। नीति नदिनेलाई भोट हाल्दैनौँ, त्यो हाम्रो अधिकार हो। बहिष्कार पनि भनेर हामी मतपत्र च्यात्ने, पेटिका जलाउने त्यो खालको गर्दैनौँ। हेर्नु, त्यो हाम्रो लक्ष्य होइन। हामीले शान्तिपूर्णबाट भोट हाल्ने मान्छे पनि छैन, भोट पनि हाल्दैनौँ। बहिष्कार पनि है, हामी बहिष्कार पनि गर्दैनौँ, मतदान पनि गर्दैनौँ, नीति लिएर अगाडि बढ्छौँ। हाम्रो यो चाहिँ स्पष्ट, किनभने यसले जनतालाई पनि नोक्सान हुँदैन, सुरक्षामा पनि कुनै चुनौती हुँदैन, जनतालाई अधिकार बुझ्ने कुरा मात्रै हुन्छ। हो किन ल भन्नुहोस्? तपाईँ नै भन्नु त्यो कुरालाई, मैले भनेको कुरा तपाईँलाई कस्तो लाग्छ? दाइको कुरा मलाई एकदमै ठिक लाग्यो।